हेलो गाइज, वेलकम टू माई फर्स्ट ब्लग। म मेरो परिचयबाट चाहिँ जान चाहेँ। मेरो नाम सुरज नेपाली। म अर्घाखाँचीदेखि पाडनी गाउँपालिका वडा नम्बर 2 पोखराथोकदेखि म आजदेखि फर्स्ट ब्लग बनाउन सुरु गरेको छु होइन गाइज। किनकि मैले अहिले फर्स्ट टाइम ब्लग बनाएको छैन, किनकि मैले पहिला पनि ब्लग बनाइसकेको छु। मैले युट्युब आइडी पहिला पनि बनाइसकेको छु। पहिलाको आइडी मेरो अलिअलि सब्सक्राइबर पुगिसकेपछि क्लिन भइसकेपछि मेरो आइडी अनि ब्यान भएको थियो, गाइडलाइन हानिदिएको थियो। त्यही भएर म फेरि रिट्राई रिसर्च अनि फेरि राम्रो कोसिसको साथ अनि मैले पुरै कन्टेन्ट तयारीहरूको साथ कन्टेन्टहरू कस्तो बनाउने के गर्ने रिसर्च गरेर अनि फेरि भिडियोहरू कुन टाइपको बनाउने, कस्तो भिडियोहरू राख्दा ठिक हुन्छ, कस्तो भिडियोहरू बनाउँदाखेरि आफूले कपरेट हान्दैन, त्यस्तै किसिमले सोचेर रिसर्च गरेर मैले नयाँ भिडियो बनाउने कोसिस गरेर नयाँ आइडीहरू बनाएको छु। यसमा किनकि सपोर्ट गर्नु होला गाइस, किनकि पुरानो आइडी मेरो त्यस्तै भयो। पुरानोमा धेरैले सपोर्ट गर्नुभएको थियो, यसमा पनि नयाँ सबैले सपोर्ट गरिदिनु होला। आजको भिडियो म यति बनाउन चाहेँ, थोरै सानो क्लिप बनाउँछु अनि फेरि मेरो छोटो घरको दृश्यहरू देखाउँछ। के कस्तो लाग्छ हेरेर कमेन्ट, लाइक, सेयर अनि सब्सक्राइब गरी हामीसँग जोडिनु होला र सपोर्ट गर्नु होला, यति भन्न चाहन्छु। बाँकी भिडियो म पार्ट 2 मा राख्छु। भिडियो फर्स्ट ब्लगको पार्ट 2 मा राख्छु होइन है। के कस्तो लाग्छ भनिदिनु होला कमेन्ट गरेर, कस्तो भिडियो बनाउने। मैले फिलहाल नयाँ भिडियो बनाइसकेको छु। आज फर्स्ट पार्ट हो अनि भोलि दोस्रो पार्ट बनाएर भिडियो राखिदिन्छु। ल त्यही गाइस, देख्न सक्नुहुन्छ गाइस, यहाँ हाम्रो भाउजूले फोन चलाउँदै मकैफक्री गर्नुभएको छ अनि उहाँ भाइ छ अनि यहाँ मम्मी हुनुहुन्छ। यत्रो मकैफक्री छौँ अनि यहाँ देख्न सक्नुहुन्छ मेरो घर। मैले भनेको थिएँ नि मेरो घरको दृश्य देख्छु भनेर। यो घर भने यस्तो छ होइन, हामी अर्कामा बसेको छौँ होइन। घर यस्तो छ अनि फेरि यो खोर भयो, यता बाख्राहरू यो थारो छ, हामी यहाँ बस्ने भनेको यता हो। अनि फेरि यो घर अनि यो घरमा पनि हामी बस्दैन, हामी बाहिर बस्ने होइन, बस्ने हामी यता हो। यहाँ हाम्रो किचन सुत्ने रुमहरू हो। नाचेछ यो नाचेछ।